नमस्कार, म हजुरहरूकै छोरी सम्झना इजरायलबाट। मायाले मात्र पेट नभरिने रहेछ। जिन्दगी जिउनको लागि त पैसा चाहिँदो रहेछ। त्यही पैसाको लागि आफ्नै पैसाले बेचिएर हामी नेपालीहरू प्रवासी दिन बाध्य भएका छौं। देशको राजनीति अस्तव्यस्तता र बेरोजगारको कारणले हामी हाम्रा साना साना नालाबाला र माया गर्ने जीवनसाथीको काखबाट वर्षौंदेखि टाढा भएका छौं। विदेश भन्नलाई मात्र सजिलो छ। विदेश जसले खाडीको तातो घाममा 18 घण्टा ड्युटी गरेको छ, उसलाई मात्र थाहा छ आखिर विदेश के हो। जब खाडीको तातो घामले बाहिरी शरीर जलेको हुन्छ, परिवार र देशको सम्झनाले भित्री मन जलेको हुन्छ, त्यति बेला लाग्छ कतै यो धड्कन रोकिँदै त छैन। यस्तै वेदनाले भरिएको आरसी अधिकारीजीको मार्मिक गजल लिएर उपस्थित भएकी छु हजुरहरूको सामु। उहाँको गजलका शेरहरू यसरी सुरु हुन्छ। गए यतै एक मुठी सास, गए यतै एक मुठी सास, यही फिर लाग्छ मलाई। गए यतै एक मुठी सास, यही फिर लाग्छ मलाई। जाने हो कि बाकस मलास, यही फिर लाग्छ मलाई। गए यतै एक मुठी सास, यही फिर लाग्छ मलाई। जाने हो कि बाकस मलास, यही फिर लाग्छ मलाई। जिउँदै फर्के हर सम्हाल्लान, जिउँदै फर्के हर सम्हाल्लान, घरमा अस्तु मात्रै पुगे। जिउँदै फर्के हर सम्हाल्लान, घरमा अस्तु मात्रै पुगे। हृदय धेरै माल्लान अध्यास, हृदय धेरै माल्लान अध्यास, यही फिर लाग्छ मलाई। जाने हो कि बाकस मलास, यही फिर लाग्छ मलाई। गाउँको मेरो खरको जुप्रो, गाउँको मेरो खरको जुप्रो उडाउने पो हो कि कतै। गाउँको मेरो खरको जुप्रो उडाउने पो हो कि कतै। चल्यो भन्दा हुरी बतास, चल्यो भन्दा हुरी बतास, यही फिर लाग्छ मलाई। जाने हो कि बाकस मलास, यही फिर लाग्छ मलाई। बादल पारी आफ्नै मुटु, बादल पारी आफ्नै मुटु, भेट्न हुने कहिले किन। बादल पारी आफ्नै मुटु, भेट्न हुने कहिले किन। हुँदा एउटै धरती आकाश, हुँदा एउटै धरती आकाश, यही फिर लाग्छ मलाई। जाने हो कि बाकस मलास, यही फिर लाग्छ मलाई। कति थिए मनमा रहर, कति थिए मनमा रहर, पूरा हुने होइन कहिल्यै। कति थिए मनमा रहर, पूरा हुने होइन कहिल्यै। भए पनि सधैँको दास, यही फिर लाग्छ मलाई। गए यतै एक मुठी सास, यही फिर लाग्छ मलाई। जाने हो कि बाकस मलास, यही फिर लाग्छ मलाई। धन्यवाद यहाँ सबैलाई, धन्यवाद। नमस्कार, म हजुरहरूकै छोरी सम्झना इजरायलबाट। मायाले मात्र पेट नभरिने रहेछ। जिन्दगी जिउनको लागि त पैसा चाहिँदो रहेछ। त्यही पैसाको लागि आफ्नै पैसाले बेचिएर हामी नेपालीहरू प्रवासी दिन बाध्य भएका छौं। देशको राजनीति अस्तव्यस्तता र बेरोजगारको कारणले हामी हाम्रा साना साना नालाबाला र माया गर्ने जीवनसाथीको काखबाट वर्षौंदेखि टाढा भएका छौं। विदेश भन्नलाई मात्र सजिलो छ। विदेश जसले खाडीको तातो घाममा 18 घण्टा ड्युटी गरेको छ,
उसलाई मात्र थाहा छ आखिर विदेश के हो। जब खाडीको तातो घामले बाहिरी शरीर जलेको हुन्छ, परिवार र देशको सम्झनाले भित्री मन जलेको हुन्छ, त्यति बेला लाग्छ कतै यो धड्कन रोकिँदै त छैन।